त्यो समयको मेरो जीवनमा हिलिङको कुराहरू भन्नु साँच्चै भनेको अहिले फेरि त्यो कुरामा मेरो फेरि रिकभर हुन्छ कति साह्रो मलाई रिकभर हुन्छ एउटा ड्रग एडिक्ट थियो त्यतिखेर म प्रभुमा यति बल्ले थिएँ यति साह्रो डरलाग्दो बल्ले थिएँ त्यो शक्तिलाई सबैलाई गुमाएँ क्या मैले सबै जब पापको कुराहरू हुन्छ मैले सबै कुरो गुमेर गएको प्रभु मैले पागलप्रति प्रेम थियो मलाई केटीहरू भनेपछि त्यतिखेर पहिला म अब धेरै घिनलाग्दो कुरामा म पस्छु पुरै घिनलाग्दो कुरामा पस्छु केटी भनेपछि मलाई एलर्जी हुन्छ मनै पर्दैन पर्दैन केटाले भन्थेँ सबैजनाको त गर्लफ्रेन्ड छ तेरो मात्रै गर्लफ्रेन्ड छ तेरोमा प्रभुमा यति साह्रो जाँदो फ्लो तपाईँलाई बताउँदैछ यो मेरो जीवनको जो गवाई अनि त्यो कुरामा प्रभुमा यति साह्रो यति साह्रो गल्ती एकजना साथी थियो त्यो चाहिँ ड्रग एडिक्ट थियो गजौडे गोटी खाने मान्छे सरहरूलाई कुट्ने कुट्ने होइन सरहरूलाई जब पैसा उयो गर्ने मैले पनि त्यसरी डर लाग्थ्यो त्यो अन्त एक दिन चाहिँ अन्त ऊ र म त्यसमा क्लासमेट बस्छु क्लासमेट त्यहाँनिर म पनि प्रब्लममा कन्टिन्यू जान्थेँ तर मलाई यति साह्रो डरलाग्दो च्यालेन्ज थियो अनि म सेवाकाहरू जाँदै गर्दाखेरि यति साह्रो डरलाग्दो लुकी छुपे सेवाका जान्थेँ यति साह्रो एभ्रिडे तपाईँकोमा त्यो कुरो छैन तपाईँकोमा रोकवाट पनि छैन होइन तपाईँकोमा त्यो रोकवाट पनि छैन त्यो कुरा यति साह्रो अब त्यो टाइमको जस्तै रोकवाट छैन नि त अहिले मलाई चाहिँ त्यस यति साह्रो डरलाग्दो त्यो प्रोग्रामहरू भेसहरू गर्नु पऱ्यो चर्चहरू जाँदा मेरो बाजेहरू भने ए छ तेरो छोराहरू ब्यागमा बाइबल राखिराख्छ बाजे झाँक्री अब सबै बताइदियो बाबाले बाइबल निकालेर ब्याग पऱ्यो त्यो ब्यागभित्र बाइबल सबै निकालिदिन्छ बाबाले हो फेरि बाइबल निकाल्नु फेरि बाबा गर्नुसम्म गरिसस् सबसे ठुलो काम गरिसस् अनि हामीले तँलाई जन्माएर हुर्काएर यत्रो ठुलो बनायो अनि तैँले प्रभुलाई त सबसे कुरो ठुलो ठानिस् बाबालाई मैले जहाँ यो बाइबलबाट खुरुक्क गरेर खोलामा गएर फ्याँक्यो बाइबल लगेर थिएँ म फेरि झन् ढिड अट्टेरी यति साह्रो रातो थिएँ अब प्रभु चिनेको त अब पागलपन्थी प्रेमी थियो तपाईँले प्रभुलाई छौ ए हो हुन्छ कहाँ फेरि अट्टेरी फेरि कन्टिन्यू सेवासँग कुदेको मलाई जाँदै थिएँ एक दिन फेरि घरमा गएर भन्दैछ अब जय मसी भनेपछि मेरो बाबालाई फेरि जय मसी भनेर भन्दैछ बाबालाई फेरि हो गएर फेरि बाबाले गएर फेरि पुरा घरमा किचिङ त्यहाँदेखि फेरि म प्रब्लम